पत्नी पीडाले छटपटिरहेकी थिइन्। बाहिर जताततै आँधीहुरी चलिरहेको थियो। पत्नी कराउँदै रुँदै छटपटिँदै मन्दिरको छेउमा गइन्। मन्दिरको छेउमा गएकी उनी आफ्नो गर्भमा रहेको बच्चालाई बचाउन भगवानसँग आग्रह गर्न थालिन्। पीडा बढ्दै गइरहेको थियो। पत्नीले अन्तिममा भनिन्, यदि मेरो बच्चालाई केही भयो भने यो संसारमा भक्तिको कुनै अर्थ रहने छैन। मैले गरेको भक्ति र प्रभुमाथिको आस्था हराउनेछ। यसरी नै भक्ति बिलाउँदै जानेछ। यति भनेर उनी त्यहीँ बिहोस भइन्। भगवानले आफ्नो भक्ति बिलाउँदै गएको महसुस गर्नुभएको थियो। त्यसपछि भगवानले पनि एउटा निर्णय लिनुभयो। भगवानले बच्चालाई बचाएर उसलाई यस संसारमा भक्तिको नायक बनाउने निर्णय गर्नुभयो। भक्तिको नायक भनेको यस संसारमा हुने असत्यलाई पराजय गर्ने र भक्तमाथि हुने अन्याय विरुद्ध लड्ने योद्धा बनाउने विचार गर्नुभयो। त्यसपछि भगवानले साधुको वेश धारण गर्नुभयो। साधुको वेश धारण गरेर बच्चा र आमालाई अस्पताल लग्नुभयो। त्यसपछि बच्चालाई तथास्तु आशीर्वाद दिएर जानुभयो। पृथ्वीमा जताततै आँधीहुरी हाहाकार मचिरहेको थियो। सबै भारतमा रहेका ऋषि, नेपालमा रहेका ऋषि आदि सबैतिरका ऋषिहरू ध्यानबाट बाहिर निस्के। सबै माथि आकाशमा हेरेर भने, महापुरुषको जन्म भयो, हाम्रो नायकको जन्म भयो। अस्पतालमा भने आमा होसमा आइन्। साथमा उनको बच्चा पनि थियो। उनको बुढा पनि त्यहाँ आइपुगिसकेका थिए। आमाले त्यतिकैमा डाक्टरलाई सोधिन्, म यहाँ कसरी आएँ? डाक्टरले साधुले ल्याएको बारे जानकारी गराए। डाक्टरले भने, साधुले हजुरलाई यहाँ ल्याएर आफ्नो बारेमा केही नभनी जानुभएको बारे बतायो। त्यसपछि दुवै बुढाबुढीले बच्चाको नाम राख्न आग्रह गरे। डाक्टरले भन्नुभयो, यो बच्चा मृत्युको छेउमा पुगेर बाँचेको छ। यसलाई जन्मिँदै हारको छेउमा पुगेर उसले जितेको छ। त्यसैले यसको नाम हो विजय, विजय, विजय।